अनि हजुरहरू पनि म जस्तै सानो कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने हजुरहरूले हेर्नु पनि यो भिडियो। अनि हजुरलाई चाहिँ म फेसबुकको एकदम गोप्य कुरा भन्न गइरहेको छु। हामीले जहिले पनि कन्टेन्ट बनाउँदा चाहिँ फेस भ्याल्यु कन्टेन्ट बनाउनुपर्छ। त्यो फेस भ्याल्यु कन्टेन्ट भनेको चाहिँ के हो भने यसरी नै जसरी मैले आफ्नो फेस देखाएर क्यामेराको सिधा अगाडि बसेर हिँडेर भिडियो बनाइरहेको छु नि, हजुरहरूले पनि यसरी भिडियो बनाउनु भयो भने चाहिँ एक न एक दिन चाहिँ हजुरको भिडियो भाइरल भएर जान्छ। अनि त्यो भाइरल भएको भिडियोले चाहिँ पैसा पनि कमाउन थाल्छ, किनभने फेसबुकले हजुरको फेस रिकगनाइज गरिरहेको हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ जहिले पनि कन्टेन्ट बनाउँदाखेरि चाहिँ फेस भ्याल्यु कन्टेन्ट बनाउनु हामीले एकदम जरुरी छ। र हजुर पनि फेसबुकमा ग्रो गर्नु चाहनुहुन्छ भने फेस भ्याल्यु कन्टेन्ट बनाउनुहोस्। अनि यस्तै अरू थुप्रै फेसबुक रिलेटेड इन्फर्मेसनहरू चाहनुहुन्छ भने मेरो पेजलाई, मेरो प्रोफाइललाई फलो गरेर राख्नुहोस्। थ्याङ्क यू।